आज म तपाईँहरूलाई मेरो टिकटक, युट्युबको जर्नीको बारेमा युट्युबमा 0 देखि मोनेटाइजेसनसम्म र टिकटकमा पनि 0 फलोअरदेखि मोनेटाइजेसनसम्म 2018 देखि आज 2026 सम्मको मेरो जर्नी। मैले भिडियो कसरी सुरु गरेँ, भिडियो बनाउन मैले कहाँबाट सिकेँ र मेरो मोनेटाइजेसनसम्म मैले कति स्ट्रगल गरेँ र कुन कुन तरिकाबाट भिडियो बनाएँ तपाईँहरूलाई सबै भन्नेछु। र तपाईँहरू पनि यदि युट्युब, टिकटक र फेसबुकतिर भिडियो बनाउनुहुन्छ भने यो भिडियो तपाईँहरूलाई एकदमै मोटिभेसनल हुन्छ र तपाईँहरूलाई धेरै मेरो अनुभवबाट आफ्नो भिडियोमा पनि अगाडि बढ्न सक्नुहुन्छ। आउनुहोस् आजको विषयवस्तु सुरु गरौँ है त। सबैभन्दा पहिला यहाँ बोर्डमा सर हेर्न सक्नुहुन्छ, मैले सुरुमा चाहिँ भिडियो चाहिँ युट्युबबाट सुरु गरेको थिएँ 2018मा है। 2018मा मैले युट्युबबाट आफ्नो भिडियोको जर्नी सुरु गरेको है त्यतिखेर। र युट्युबमा लागिसकेपछि चाहिँ लाग्दाखेरि चाहिँ मलाई एडिटिङको 0 नलेज थियो, कुनै पनि एडिटिङ आउँथेन मलाई। र एडिटिङ नआइसकेपछि मैले बिस्तारै अरूको युट्युब च्यानलहरूमा अरूको भिडियो हेर्थेँ, विशेष गरी इन्डियन युट्युबरहरूको भिडियो हेरेर, एडिटिङ ट्युटोरियल भिडियोहरू हेरेर त्यहाँबाट सुरु गरेँ। यसरी मोबाइल क्यामेराको अगाडि बोल्न मलाई गाह्रो हुन्थ्यो, साउन्ड क्वालिटीहरूको बारेमा थाहा थिएन, इक्विपमेन्टहरू के युज गर्ने त्यस्तो कुराहरू केही थाहा थिएन, यस्तो लाइटहरू कसरी मिलाउने त्यो पनि थाहा थिएन। र बिस्तारै बिस्तारै यो कुराहरू मैले सिक्दै अघि बढेको। र सबैभन्दा पहिला हामीले युट्युब जर्नीको बारेमा मेरो सुरुवात गरौँ। 2018मा चाहिँ मैले यो युट्युब जर्नी सुरु गरेको र युट्युब जर्नी सुरु गर्दाखेरि 0 सब्सक्राइबर थियो। मलाई जहिले पनि 1000 सब्सक्राइबर कसरी कम्प्लिट गर्ने भन्ने कुराले चाहिँ हरेक दिन चाहिँ मलाई त्यो कुराको धेरै टेन्सन हुने गर्थ्यो र कसरी भिडियो बनाउने, कस्तो टपिकमा भिडियो बनाउने भनेर टपिकहरू पनि, कन्टेन्ट पनि म सोचि नै रहन्थेँ। त्यही क्रममा भिडियो बनाउँदै गएँ। 2018 पास भयो होइन, 2018 गयो। त्यस्तै पछि 2019 आयो। 2019 र 20मा चाहिँ लकडाउन कोभिड-19 भएको थियो। त्यतिखेर त्यो टाइममा पनि मैले भिडियो बनाउन छोडिनँ र सुरुमा मैले युट्युबमा चाहिँ आफ्नो युट्युब जर्नीमा चाहिँ युट्युबमा चाहिँ फ्याक्ट भिडियोहरू, सर्ट भिडियोहरू, सर्ट क्लिपहरू बनाउँथेँ मैले, जसमा हामीले फ्याक्टहरू भन्छौँ। फ्याक्ट्स भिडियोहरू बनाउँथेँ मैले, जसमा इन्ट्रेस्टिङ फ्याक्ट एबाउट नेपाल, इन्ट्रेस्टिङ फ्याक्ट अबाउट होइन अफ्रिका, यस्तै खालको कन्टेन्टहरू बनाउँदै गएँ मैले। र फ्याक्ट भिडियोहरू बनाएपछि सरस्वती मलाई चाहिँ आइडियाहरू हुँदै गयो। मेरो कम्युनिकेसन हुन्छ नि, प्रेजेन्टेसन गर्ने, यसरी क्यामेराको अगाडि बोल्ने कन्फिडेन्स चाहिँ एकदम बढ्दै गयो। त्यसपछि चाहिँ मलाई सजिलो भएको हो। तपाईँहरू पनि सुरु गर्दै हुनुहुन्छ भने नआत्तेर कन्टिन्यू भिडियो चाहिँ बनाउँदै जानु होला र राम्रो हुन्छ पछि। र पछि म 2022तिर चाहिँ जापान आएँ है। 2022मा म जापान आएँ। 2022मा यो जापान आइसकेपछि अनि मैले टिकटकतिर लागेँ। टिकटक सुरु गरेँ मैले 2022मा सुरु गरेँ। टिकटकलाई चाहिँ मैले 2022मा सुरु गरेको र युट्युबलाई चाहिँ 2018मा सुरु गरेको। 2022मा जापान आएपछि अब मैले भ्लगिङबाट सुरु गरेको। जापान भ्लगहरू बनाउँथेँ मैले ओसाकामा। टन्नै मेरो भिडियोहरू छ। ओसाकाको कोबेसी भन्ने ठाउँमा चाहिँ मैले धेरै भिडियोहरू बनाएको थिएँ। त्यो क्रममा मेरो युट्युब च्यानल थियो त्यतिखेर, बिजनेस टक नेपाल भन्ने नामको थियो र टिकटक पनि त्यही नामको थियो। नेपालकै पुरानो टिकटकहरू चलाइरहेको थिएँ। मेरो युट्युब च्यानल त्यतिखेर होइन, त्यतिखेर युट्युब च्यानल चाहिँ मेरो डिलिट भयो, जसमा 900 950 लगभग 900को हाराहारीमा सब्सक्राइबरहरू थियो युट्युबमा। त्यतिखेर मेरो च्यानल डाउन भएको हो। त्यो लगाउँदै पछि बिस्तारै 2022बाट भ्लग बनाएँ मैले। लगभग कन्टिन्यू 1.5 वर्ष जति, 1 वर्ष चाहन्छु, 1 वर्ष त पुरा बनाएँ मैले। जापान भ्लगहरू बनाएँ टिकटकमा होइन, त्यही फेसबुकमा हालेँ, त्यो युट्युबमा नै हालेँ। त्यसपछि मेरो 2023तिर चाहिँ मेरो युट्युब च्यानल डिलिट भयो। अनि अर्को च्यानल बनाएँ मैले। अर्को च्यानल बनाएँ जुन अहिले छ, हिमाल साई भ्लग भन्ने। टिकटक पनि त्यही छ र मोनेटाइज भयो बिस्तारै। टिकटक पनि मोनेटाइज भयो। म त्यतिखेर लाइभ बसेपछि मेरो अडियन्सहरूले धेरै माया गरिदिनु भयो, त्यसलाई थ्याङ्क यू होइन। त्यसरी नै भयो र त्यसरी नै मैले यिनै भिडियोहरू चाहिँ एउटै कन्टेन्ट हुन्छ युट्युब, फेसबुक र टिकटकमा मैले सधैँ सेम क्वालिटीको भिडियो हाल्छु। यही हो सरस्वती मेरो 0देखि मोनेटाइजेसनसम्मको जर्नीको कुरा गर्ने हो भने चाहिँ तपाईँहरू पनि यदि भिडियोहरू बनाउनुहुन्छ, भ्लगहरू बनाउनुहुन्छ अथवा अरू कुनै कन्टेन्टहरू भिडियोहरू बनाउनुहुन्छ, चाहे नेपालमा चाहे बाहिर देशमा,
तपाईँहरू चाहिँ मेन भनेको चाहिँ कन्सिस्टेन्स हुनुहोस्, आफ्नो कन्टेन्टमा चाहिँ अलि राम्रो गर्ने प्रयास गर्नु, किनभने अहिले त कन्टेन्ट क्रिएटर पनि धेरै भइसकेको अवस्था छ। त्यही भएर तपाईँहरूलाई चाहिँ अलिक अप्ठ्यारो हुनसक्छ, तर पनि इम्पोसिबल छैन। आफूलाई इन्ट्रेस्ट छ भने चाहिँ यो फिल्डमा पनि राम्रो अर्निङ गर्न सक्नुहुन्छ, राम्रोसँग काम गर्न सक्नुहुन्छ। सुरुमा चाहिँ अर्निङ हुँदैन, सुरुमै पैसा नै हुन्छ भन्ने चाहिँ हुँदैन। सुरुमा तपाईँहरू एकदमै लागि पर्नुपर्छ। सरस्वती मेरो जर्नी चाहिँ यही नै हो है त। हस्, धन्यवाद। भिडियोलाई लास्टसम्म हेरिदिनु भयो, थ्याङ्क यू। र मलाई फलो गर्नु भने नभुल्नु होला है त। हस्, जय नेपाल, बाई बाई।